जातस्य हि ध्रुवो मृत्योर्ध्रुवं जन्ममृतस्य च जातस्य हि ध्रुवो मृत्योर्ध्रुवं जन्ममृतस्य च तस्मादपरिहार्यार्थे न त्वं शोचितुमर्हसि तस्मादपरिहार्यार्थे न त्वं शोचितुमर्हसि। नमस्कार। श्रीमद् भगवत गीताको एउटा श्रृङ्खलामा नयाँ श्रृङ्खलामा यहाँहरू सबैलाई स्वागत छ। त श्रीमद् भगवत गीता भन्ने बित्तिकै मानिसहरूले के सोच्छन् भने यो धर्मको कुरो हो, यो आध्यात्मको कुरा हो, यो पूजाको कुरा हो, यो मन्दिरको कुरा हो, यो भगवानको कुरो हो। तर होइन। श्रीमद् भगवत गीता भनेको एउटा दर्शन हो, एउटा मार्गदर्शन हो, एउटा सुन्दर दिग्दर्शन हो, जुन चाहिँ उपदेशले भरिएको छ र जीवनको कुनै पनि परिस्थितिमा, कस्तै पनि परिस्थितिमा हामीलाई काम लाग्ने उपदेश त्यहाँ छन् र हामीले त्यसको अमल गरेर जीवनलाई सुन्दरभन्दा सुन्दर बनाउन सक्छौँ, जीवनमा आइपरेका कठिनाइहरूबाट मुक्ति पाउन सक्छौँ। आजभन्दा 5000 वर्ष अगाडि भगवान श्री कृष्णले अर्जुनलाई दिएका दिव्य उपदेश, जुन उपदेश निमित्त मात्र अर्जुन थिए, हामी सबैलाई काम लाग्ने हो र त्यो उपदेशलाई अमल यस कारणले पनि गरौँ कि संसारका बढी भाषाहरूमा यस श्रीमद् भगवत गीतालाई अनुवादित हुन सकेको छ र संसारका धेरैभन्दा धेरै विद्वानहरूले यसको बारेमा मुक्त कण्ठले प्रशंसा गरेका छन् भन्ने कि श्रीमद् भगवत गीताको त्यस्तो महत्त्व छ। र आजको सन्दर्भ चाहिँ के छ भने कुनै पनि प्राणी जन्मिएपछि मर्नु पर्छ नै पर्छ, मर्छ नै, मरेपछि पुनः जन्म हुन्छ। जसरी सागरको पानी सूर्यले शोषण गरेर फेरि वृष्टि हुन्छ, जसरी कुनै पनि बिउ बिरुवा तल झरेर रुख हुन्छ, हाँगा हुन्छ अनि फलफुल लाग्छ, त्यस्तै मानिसको मर्ने कुरा अवश्यम्भावी हो, सधैँ सत्य हो, हुनै पर्छ, मर्छ नै मर्छ र यस कुरालाई हामीले शोक गर्नु व्यर्थ छ। आजलाई यति नै। नमस्ते।